हेलो सबैलाई नमस्कार है गाइस, सबैलाई नमस्कार। अहिले चाहिँ हाम्रो यहाँ ढेँडो पाक्दैछ, हेर्न सक्नुहुन्छ। ढेँडो मस्काउने आमा यही हुनुहुन्छ। यसरी ढिँडो पकाउनुको आफ्नो गाउँको पिठो, अर्ग्यानिक ढिँडो, थापाको साग अहिले खाने कसरी खाने? सर्लक खाने सर्लक खाने। अब एकछिनमा खानुपर्छ गाइसहरु, हैन? सर्लक यसरी जसरी मस्काइन्छ नि त्यसरी नै सर्लक खाने हो। यो चाहिँ स्पेशल, यो चाहिँ फापरको साग हो, हैन? अहिले फापरको साग खोर्सानी मिचेर हैन, अनि सरम सरम खाएको त मलाई देखाउँछु। अनि अर्को यो चाहिँ फेरि रायोको साग है। अब त्यो चाहिँ अनि यसमा अझै स्पेशल लोकल आलु हालेको छ है। यो साग पनि लोकलै हो है। यो चाहिँ के हो भन्नुपर्दाखेरि यो चाहिँ हाम्रो मम्मी के अरे ब्रोकाउली ब्रोकाउली हो कि ब्रोकाउली हो कि जस रमाइलो होइन, ब्रोकाउली होइन। अनि आलु होइन, यो चाहिँ अनि फेरि यो चाहिँ अर्ग्यानिक, यो चाहिँ आलु र लसुनको पत्ता, यो चाहिँ बिहानको है गाई चाहिँ फेरि भाइरल आमाले मस्काएको ढेँडो। अब हेर्दै आफ्नो कुकुर ढेँडो खान आउने हो ल, हेर्न सक्नुहुन्छ गाइज। ए ढेँडो मस्काउने आमा उहाँ हुनुहुन्छ। को आमा रे? कसले भन्छन्? ल भाइरल आमाको भाइरल ढेँडो। ए अनि मम्मी यो पन्यु पनि खतरा के ढेँडो मस्काउने हो? ओके ल, फलामको ल खिया खानुपर्छ रे। ल ठिक छ। जुङ्गो साग बबाल मुला खाइसु खाइसु खानु